शारीरिक परीक्षा, 3 लिखित परीक्षा र 4 स्वास्थ्य परीक्षण। र यसको राइट एन्सर तपाईलाई शारीरिक पनि लिइन्छ, लिखित परीक्षा पनि लिइन्छ, स्वास्थ्य परीक्षण पनि सबै लिइन्छ, तर गुणात्मक परीक्षा लिइदैन। त्यही गुणात्मक भयो यसको एन्सर। प्रश्न नम्बर 2 मैले पहिला नै यो लाइसके है। 2 मा रहेको छ 2 क्रस खुकुरीले कुन पदलाई बुझाउँछ भनेको छ। तपाईको 2 क्रस खुकुरीले कुन पदलाई जनाउँछ भनेको छ। सेनानी, उपसेनानी, महासेनानी, सहायक सेनानी। तपाईहरुलाई थाहा नै होला क्रस खुकुरी त कसको हो। दर्जन चिन्ह हाम्रो सहायक सेनानीको हो, सेकेन्ड लेफ्टेनेन्टको हो हैन। त्यसै प्रश्न नम्बर 3 तल दिएका मध्ये नेपाली सेनाको सबैभन्दा तल्लो दर्जा पद कुन हो भनेको छ। हुद्दा, सिपाही, पिउठ अमलदार। सबैभन्दा सानो तब हुद्दा, यो पिउठ अमलदार। सबैभन्दा सानो त तपाईको सिपाही नै हो हैन, सिपाही नै भयो। मैले तपाईलाई पहिले भनेको थिएँ धेरै बाहिरको सिलेबस भन्दा बाहिर प्रश्न नपढ्नुस्, यो ग्रुपमा नहाल्नुस्, कमेन्ट नगर्नु होला। साथीहरु उल्टे भन्नुभयो कसैले त अब यसलाई नआएर यसले भनेन आन्सर भन्नुभएको होला। तपाईहरु मैले पहिल्यै भनेको थिएँ यस्ता सजिला प्रश्न आउँछन्, यस्तो धेरै हैन अप्ठ्यारा नपढ्नु भनेर त मैले पहिला नै भनेको साथीहरु ल। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ 4 मा रहेको छ राष्ट्रपतिले कसको सिफारिसमा प्रधान सेनापतिलाई पदमुक्ति गर्न सक्नेछ। मैले यो प्रश्न पहिल्यै हालेको हो, म सिधै आन्सर भनिदिन्छु मन्त्री परिषद। अनि डरड नेपाली सेनाको परामाधिपति को रहनेछ राष्ट्रपति सबैलाई थाहा छ। मैले पनि उसमा हालेको यो पनि यो चाहिँ बरु हालिएन हैन, यो चाहिँ तपाईहरुले एकदम सजिलो भइहाल्यो। यो पनि हालेकै प्रश्न हो, यो पनि हालेकै हो, यो पनि बडा गरेकै हो, यो पनि गरेकै प्रश्नहरु सबै गरेका मात्रै प्रश्नहरु छन् है। त्यसैगरी राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष को हुन्छ प्रधानमन्त्री, यो पनि गराएकै प्रश्न हो हैन। 7 मा सैनिक ऐन 2063 को दफा 6 मा को व्यवस्था के हो। मैले यो राष्ट्रिय सुरक्षा परिषद लेखेको छ दफा 6 मा भनेर मैले तपाईहरुलाई यो प्रश्न पनि राखेको छु। परीक्षा 2 दफा 6 मा के सम्बन्धी भनेर प्रश्न पनि युट्युबमा हालिसकेको हो। तपाईहरुलाई मैले ग्रुपमा पनि बारम्बार भनिराख्ने थिएँ। त्यसैले 8 मा रहेको छ सैनिक नियमले 2069 मा विधा सम्बन्धी व्यवस्था कहाँनिर गरिएको छ भनेर यो कुन नियममा गरिएको छ। म तपाईहरुलाई यो प्रश्न चाहिँ मैले हालिन, तर चाहिँ मैले ग्रुपमा सोधेको र तपाईहरुको यो युट्युब लाइभमा सोधेको प्रश्न र मैले यो मेरो सैन्य जवान 100% भन्ने ग्रुपमा पोस्ट गरेको है। यो पोस्ट गरेको भन्दा रातो मार्कले गरेको थिएँ, यो पढ्नु होला भनेको थिएँ, यसरी पनि सोध्छ भनेर यहीँबाट आएको छ। 9 बारेको सिपाही पदको अनिवार्य त सबैलाई थाहा छ, 46 वर्ष मैले पढिराखेको कुरा हो, त्यति अप्ठ्यारो पनि थिएन, मैले पनि गराइराखेकै थिएँ यो। र त्यसै दिन सक्नुहुन्छ 10 नम्बर। अब इङ्ग्लिस कस्तो गर्नुभयो है। I saw Dot movie last night भनेको छ। I saw a movie last night। 11 मा he was the greatest inventor भनेको छ। He was the greatest inventor। 12 मा she eats Dot apple and apple। त्यसै 13 मा a trip was shot Dot police by police। त्यसैगरी the cat is on the table। अनि I go for work in the morning। एकदम सजिलो, खासै इङ्ग्लिस पनि अप्ठ्यारो थिएन है साथीहरु, इङ्ग्लिस पनि अप्ठ्यारो थिएन, सजिलै थियो है इङ्ग्लिस पनि हुन्छ है त। र त्यसैगरी 16 नम्बर रहेको छ यो मस्त के दिएको हो। तपाईहरुको प्रश्नपत्र अब हातमा भएकोले हेर्नुभएको होला, मिल्यो कि मिलेन कस्तो हैन। चोइस द करिकुलर फ्रम अफ स्केप। स्केपको अब के हुन्छ, अब स्केच हैन, स्केच यो स्काइस हुन्छ है, एसपीआईएस स्काइस हुन्छ, यो एकदम सजिलो। तर यो वाइ नै खोज्नु होला, वाइ पछि एस यस्तो लाउनु भएको होला, तर एन्सर चाहिँ यो हुन्छ जसको लाइफको लाइफ हुन्छ त्यस्तै हो है। व्हाट इज द प्लुरल फ्रम अफ ओरेन्ज। ओरेन्जको अब ओरेन्ज यो भइहाल्यो। अनि व्हिच सेन्टेन्स इज द सिम्पल प्रेजेन्ट टेन्स भने आई एम अ स्टुडेन्ट यो भइहाल्यो। 19 को डट इज युज फ्रम सिम्पल पास्ट टेन्स भनेर धेरै जसोले विल लाउनु भएको होला, मलाई शङ्का लाग्छ विलले लाउनु भयो, त्यसो तर यसमा वाज हुन्छ। र 20 मा रहेको छ राम पोखरा, यो नेपालीको आयो है। राम पोखरा सगरमाथा जस्ता नामिक पदहरू डट हुन् भनेर व्यक्तिवाचक नाम हुन्, एउटा व्यक्तिलाई जनाउने हुन्। जस्तै व्यक्तिहरू जस्तैमा पर्यो हैन, पोखरा सगरमाथा सबै व्यक्तिवाचक नाम हुन्, जातिवाचक होइनन्, समूहवाचक होइनन्, भाववाचक होइनन्, व्यक्तिवाचक हुन्। 21 मा रहेको छ तलमध्ये कुन चाहिँ सर्वनाम होइन भनेको छ। तिमी, उनी, उहाँ जस्तै सर्वनाम हुन्, राम्रो भन्ने यो सर्वनाम होइन, कस्तो त नि भन्दा राम्रो विशेषण हो। त्यसरी 22 मा रहेको छ नामको विशेषता जनाउने शब्दलाई डट भन्छ। धेरैजनाले विशेषण लाउनु भएको होला, क्रियापद विभक्ति त हुने कुरै भयो भने कि विशेषण र सर्वनाममा झुक्नु भयो। नामको पहिले नै आन्सर त नाम भनेर त दिइहाल्यो हैन, सर्वनाम यहाँ मिलिहाल्यो। यो विशेषता जनाउने शब्दलाई सर्वनाम भनिन्छ, सजिलो भइहाल्यो। 23 मा रहेको छ गुणबोधक विशेषण तलका मध्ये
कुन हो मिठो गुणवर्धक हो दोब्बर धेरै चौथो त हुने कुरै भएन। म भाइ डट लाई माया गर्छु, त एकदमै सजिलो प्रश्न। ऊ दाङ मैले पहिले भनेको थिएँ, मैले तपाईँहरूको ग्रुपमा पोस्ट गरिदिएको होइन, प्रथममा कुन हुन्छ, द्वितीयमा कुन हुन्छ, तृतीयमा कुन हुन्छ, त्यो परेको हुने भएको एकचोटि हेर्नु होला साथीहरू। यहाँबाट 1-2 नम्बरको आउँछ यो कारक विभक्ति भन्नेबाट भनेको थिएँ, हेर यो पनि कारक विभक्तिमै पर्छ होइन यो, र यो चाहिँ एकदम सजिलो भइहाल्यो। ऊ दाङबाट चितवन आयो र यसमा चाहिँ तपाईँहरूको कहाँ छ, तपाईँहरूको यो मैले बाटा भन्ने लगाइदिएको थिएँ, लेबाट भन्ने प्रथम विभक्तिमा थिएन, ल बाटा यस्तो जान्नु पर्यो। यो बाटा अब कुन विभक्तिमा थियो होइन, अब बुझेकोले अब मैले हालेको बुझेको पढेकोले गर्नुभएको होला, नपढेकोले त्यस्तै भयो है त। 26 छ हामीको एकवचन के हुन्छ, म सजिलो भइहाल्यो, डट हामी घर जान्छौँ यो पनि सजिलो। अग्लो शब्दको विवाह शब्द होचु यो एकदमै सजिलो, र सुन्दरको विपरीतार्थी शब्द धेरै जसोले असुन्दर लाउनु भएको होला। असुन्दर कहीँ देख्नु भएको छ, कहीँ यस्तो वाक्य सुन्नुभएको छ, घमण्डी राम्रो त हुने कुरा होइन, कुरूप है, कुरूपको सुन्दरको कुरूप विपरीतार्थी शब्द हुन्छ। र मैले अन्यथा ती नेपालीको धेरै नपढ्नुहोस् यस्तै पढ्नुहोस् भनेको थिएँ, के पोस्ट गर्नुभएको थियो ग्रुपमा होइन, त्यस्तो आउँदैन भनेको मैले पहिल्यैदेखि हो। र त्यसै गरी रहेको छ 30 नम्बर है। अब हाम्रो म्याथको टिकवाला म्याथको आयो, म्याथ पनि धेरै छ यो चाहिँ 25मा चाहिँ 25 धेरै ल्याउनु भएको होला जस्तो लाग्छ। म्याथ एकदमै सजिलो थियो। 40मा रहेको छ, कति मोबाइल हल्लिएको थियो तेरी। 30मा रहेको छ 40 लाई 4 जनामा बराबर भाग लाउँदा 4×40 एकदमै सजिलो। यो 12 ले गुणा गर्दा 12 चाहिँ कति हुन्छ 144 एकदम सजिलो। रामले आफ्नो मासिक आम्दानी रु 25,000 को 10 बचत गर्छ भने उसले कति भन्छ, यो हिसाब त अब तपाईहरुलाई थाहा भएकै कुरो होला हैन। 2500 * 10/100 गरेर यसरी गर्ने हिसाब हो। यो जति आउँछ त्यो भनेको तपाईको 2500 आउँछ, एकदमै सजिलो। यहाँ क्वेशनबाट पनि जान्न सकिन्छ 2500। यो यहीँबाट सिधै गर्न सकिन्छ। यो एउटा जिरोले यो जिरोले यसलाई काट्दिने भने सिधै यही आन्सर हो भनेर पनि लाउनु भएको होला कतिले त हैन। यो र यो अलिकति झुक्काउने खालको थियो। यस्तो प्रश्न अहिलेसम्म नसोधेको, तर अहिले x स्क्वायर आएको थियो। दिएको समीकरणमा x को मान कति हुन्छ भनेर सोधेको थियो। x को मान 9 × 27 3 नै हुन्छ, किनकि यो x स्क्वायर भनेको यसमा अरु अंक राखेर स्क्वायर भएको भए त त्यसको इन्टु हुन्थ्यो। तपाईहरुको अब x * x भनेको त कति हो, यो x * x भनेको त हुनु र नहुनु एउटा, यो अझ x मान भनिराख भनेपछि त 3 को त्यही हो है। 34 रहेको छ रु 300 मा किनेको सामान रु 360 मा बेच्दा कति पैसा नाफा हुन्छ भनेर दिएको छ। र तपाईहरुको 300 मा किनेको सामान 360 मा बेच्दा कति पैसा नाफा भनेको, अब तपाईहरुको यो 360 बाट 300 घटाइदिनु हेर्नु है। 360 बाट 300 घटाउँदाखेरि तपाईको 60 आउँछ। र यो 60 कसरी गर्ने हो भने, अब यो 60 * 100 अपन सुरुको मूल्य कति 300 यसरी गर्ने। यो 60 यो 20 × 60 ल हेर्नुस् कति 20% सजिलै आयो। धेरै सजिलो थियो है। यो मैले भनेको थिएँ कि म्याथ यति सजिलो आउँछ साथीहरु, 18 नपढ्नुस् भनेको थिएँ। म्याथ एकदम सजिलो थियो। 35 नम्बर प्रश्न रहेको छ, निम्न जिल्लाहरू मध्ये कुन जिल्लामा ढोरपाटा सिकेराछ पर्दछ। ल हेर्नुस् यति सजिलो प्रश्न, यो त पढिराख्नु भएको होला है। ढोरपाटा हाम्रो बागलुङमा पर्छ, एकदमै सजिलो। यो अर्को रहेछ, चीन र भारत दुवै देशलाई छुने जिल्लाहरू कतिवटा, 2वटा जिल्लाहरू ताप्लेजुङ र दार्चुला सजिलो। महाकाली नदीलाई भारतमा पुगेपछि कति सजिलो लाग्यो, सयु, सरयु, शीतप्रभा, दामोदर एकदमै सजिलो। शारदा एकदमै सजिलो थियो। शुक्लामाट राष्ट्रिय निकुञ्ज कुन जिल्लामा, कञ्चरपुर धेरै सजिलो। यो पूर्व पश्चिम राजमार्ग 1027 यो पनि धेरै सजिलो होइन, यो त मैले पनि पोस्ट गरेको थिएँ र यी सबै पोस्ट गरेकै छन् है। ल यिनै छैनन् सबैभन्दा। र तपाईहरुको त्यसै गरी यो 1027 सजिलो भइहाल्यो। 10 मा रहेको छ सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो भनेर दिएको छ, सेफोक्सुन्डो, बाँके, पर्सा राष्ट्रिय निकुञ्ज, रारा। सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज रारा, यो त एकदम सजिलो भइहाल्यो। अनि 41